फ्रेन्ड नमस्ते वेलकम टु माई युट्युब च्यानल। तपाईहरु पनि सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै नै छौं। आज चाहिँ हाम्रो यात्रा भनेको पोखरा कोटी मन्दिर जान लागेको दर्शन गर्न। अनि अब लास्टसम्म हेर्दै जानु होला। मम्मी, म, छोरो अनि यहाँका आन्टी आमाहरू सबैजना मिलेर मन्दिर जान लागेको। हामीले लास्टसम्म हेर्दै जानु होला। म तपाईलाई लास्टसम्म देखाउने छु है। धेरै रमाइलो हुँदैछ है गाडीमा गाइसहरू। A few moments later. हामी कोटी होममा आइपुग्यौं। मतलब श्रवण कीर्तन स्वर वंदन इत्यादि जो आत्मनिवेदन तक भक्ति के 9 अंगों को आज मन्दिरमा कोटमा आएर हामीले शिवजीको मूर्ति देख्यौं है। अब हामी चाहिँ घुम्न लागेको शिवजी अनि हाम्रो शिवलिङ्ग कस्तो छ भनिदिनु है गाइजहरू। भिड छ। A few moments later. हामी कोटी हामी घर लाग्न लागेको। अब घर जानु लागेको हामी है। गाडीमा छौँ गीत सुन्दै। अनि मम्मीहरूले चाहिँ गाडी एकैछिन खानेकुरा फलफुलहरू आफसाफ लाने रे। अनि त्यही भएर आलिया अङ्कल मिना आन्टी सबैजना फलफुल किन्दै हुनुहुन्छ। मम्मीहरू चाहिँ भित्र हुनुहुन्छ। भित्र आन्टीहरू भित्र फलफुल किन्दै हुन्छ। अब फलफुल किनेर अनि हामी चाहिँ घर लाग्ने है। अनि गाडी गयो। हेर्नुभएको छ यी छोरो। लास्टसम्म हेर्दै जानु होला। साथ दिनु है सबैले। हामी चाहिँ लुम्ले कटीमै साथीहरू। अब हामी घर पुग्छौँ लुम्ले कटीम। हामी चाहिँ घर आइपुग्यो भर्खरै होइन। अब कान दुख्छ मेरो कान त दुखेको छ। कान दुख्ने समस्या छ। भर्खरै घर आयो। अब थक लाग्छ। एकछिन बस्नु पर्यो। आजलाई यति नै मेरो ब्लग छ। अनि सबैले माया गरिदिनु, सपोर्ट गरिदिनु अनि माया गरिदिनु है। आजलाई यति नै। अब अरू ब्लगमा न्यू ब्लगमा भेटौँला। आजलाई यति नै। बाई।